बोटिंग करने के बाद अब हामी ये किनारे में है ये ऊँट कैमल, ये ऊँट का वीडियो है, आप देख लीजिए। यो ऊँट हेर्न सक्नुहुन्छ यहाँले। यो दुईटा ऊँटहरू छन् यसरी बालुवामा यात्रीहरूलाई चाहिँ ऊँटमा चढाएर रमाइलो गर्ने मनोरञ्जन दिने यो गङ्गाको तीरमा कति रमाइलो छ। पारिपट्टि हेर्न सक्नुहुन्छ पुरा यो काशी घाट हेर्न सक्नुहुन्छ। यो हामीले अहिले डुङ्गा पार गरिसकेपछि यहाँ ऊँटहरू हेर्न आएको छौँ। ऊँटको यात्रा पनि हामी गर्न सक्छौँ। अब यो अलिकति टाइम नभएको हुनाले हामी गर्न सकेनौँ। यसमा अब धेरैजना भएको हुनाले सानो नानीहरू भएको हुनाले नानी बाबुहरूलाई अलिकति माथि चढाउन गाह्रो हुने, त्यो भएर हामीले ऊँटको यात्रा गर्दैनौँ। र अहिले खालि ऊँटको भिडियो लिइरहेको छ। यो ऊँट चाहिँ बसिरहेको छ, यहाँ देख्न सक्नुहुन्छ है। कति रमाइलो छ, पुरै बाल्लो बाल्लो यो गङ्गाजीको तिर हेर्नुहोस् साथीहरूलाई। यो तल पनि छन् धेरै ऊँटहरू। यसै भाइ कितना लगेगा ये ऊँट चढ़ने का? 200। किधर किधर घुमाएंगे? भाई संभाल के किधर किधर आओ। हाँ ना ये बच्चे लोग हैं, छोटे बच्चे लोग हैं, तो बहुत परेशान फेर होता है, दिक्कत भी होता है। कति सही होता साइज हेर्नुहोस् कति ठुलो छ। यो चाहिँ मरुभूमिमा पाइने मरुभूमिको चाहिँ जहाजै हो। मरुभूमिको बस पनि हो, मरुभूमिको जहाज पनि हो। ल है एउटा त्यहाँ छ है। ल त्यो त्यहाँ छ, यता पनि छ, धेरै छ नि ऊँटहरू है। ल ल बोटिंग करने के बाद अब हामी ये किनारे में है ये ऊँट कैमल, ये ऊँट का वीडियो है, आप देख लीजिए। यो ऊँट हेर्न सक्नुहुन्छ यहाँले। यो दुईटा ऊँटहरू छन् यसरी बालुवामा यात्रीहरूलाई चाहिँ ऊँटमा चढाएर रमाइलो गर्ने मनोरञ्जन दिने यो गङ्गाको तीरमा कति रमाइलो छ। पारिपट्टि हेर्न सक्नुहुन्छ पुरा यो काशी घाट हेर्न सक्नुहुन्छ। यो हामीले अहिले डुङ्गा पार गरिसकेपछि यहाँ ऊँटहरू हेर्न आएको छौँ। ऊँटको यात्रा पनि हामी गर्न सक्छौँ। अब यो अलिकति टाइम नभएको हुनाले हामी गर्न सकेनौँ। यसमा अब धेरैजना भएको हुनाले सानो नानीहरू भएको हुनाले नानी बाबुहरूलाई अलिकति माथि चढाउन गाह्रो हुने, त्यो भएर हामीले ऊँटको यात्रा गर्दैनौँ। र अहिले खालि ऊँटको भिडियो लिइरहेको छ। यो ऊँट चाहिँ बसिरहेको छ, यहाँ देख्न सक्नुहुन्छ है। कति रमाइलो छ, पुरै बाल्लो बाल्लो यो गङ्गाजीको तिर हेर्नुहोस् साथीहरूलाई। यो तल पनि छन् धेरै ऊँटहरू। यसै भाइ कितना लगेगा ये ऊँट चढ़ने का? 200। किधर किधर घुमाएंगे? भाई संभाल के किधर किधर आओ। हाँ ना ये बच्चे लोग हैं, छोटे बच्चे लोग हैं, तो बहुत परेशान फेर होता है, दिक्कत भी होता है। कति सही होता साइज हेर्नुहोस् कति ठुलो छ। यो चाहिँ मरुभूमिमा पाइने मरुभूमिको चाहिँ जहाजै हो। मरुभूमिको बस पनि हो, मरुभूमिको जहाज पनि हो। ल है एउटा त्यहाँ छ है। ल त्यो त्यहाँ छ, यता पनि छ, धेरै छ नि ऊँटहरू है। ल ल ऊँटको फोटो लिनु पऱ्यो, ऊँटको फोटो लिनु पऱ्यो।